नमस्ते सो हाफजीले भन्नुभएको छ वाइ इज दिस रियली ड्राइङ माई स्किन एन्ड मेक माई स्किन पिल अफ भन्नुभएको छ है त सो कोजिक एसिड सोपले मात्र होइन सबै सोपहरूले तपाईँको एन्ड अफ द डे ड्राई नै गर्छ है त बिकज सोप आर मेड आउट अफ फ्याट अनि दे फ्याट विल अभियसली एब्जर्ब अल द ओइल एन्ड रिमुभ इट फ्रम यर स्किन है त सो कोजिक एसिड सोप इज अ सोप होइन सो इट विल ड्राई यर स्किन होइन अनि मेक्स माई स्किन पिल अफ भन्नुभएको छ सो एज यु क्यान सी अन द लेबल इट सेज इज एक्सफोलिएट्स है त कोजिक एसिडको काम चाहिँ के हो भने इट विल एक्सफोलिएट यर स्किन है त इट विल माइक्रोपिल यर स्किन है अनि एट द सेम टाइम इट विल रिड्युस तपाईँको पिगमेन्टेसन्सहरू है त सो द्याट्स वाइ मैले जहिले पनि कोजिक एसिडहरू रिकमेन्ड गर्दाखेरि नबिर्सिकन इरिटेटै हुने गरिकन मैले जहिले पनि मेन्सन गरिरहेको हुन्छु मोइस्चराइज यर स्किन अनि पछि युज सनस्क्रिन है त मोइस्चराइजिङ अनि सनस्क्रिन कोजिक एसिड लगाएपछि युज गर्नु पर्यो भनेर सोध्नु भनिराख्नु भएको छ भने चाहिँ त्यो होइन है त मोइस्चराइजिङ अनि सन प्रोटेक्सन इज इम्पोर्टेन्ट विदाउट कोजिक एसिड एज वेल है त त्यो डेली स्किन केयरको बेसिक स्किन केयरको बेसिक स्टेपहरू हो है त थ्याङ्क यू